तपाईँहरूलाई कालिका भगवती मन्दिरमा हार्दिक स्वागत गर्दै हामी पनि भित्र छिर्दैछौँ। हामी 4 जना लाचु भाइ र भाउजू र बुढी 4 जना हामी जाँदैछौँ, भित्र प्रवेश गर्दैछौँ। प्रवेश गरेपछि हामीले बिच बाटोमा वेलकम टु यु अल भनेर एउटा बोर्ड देख्छौँ। त्यो बोर्ड सँगसँगै हामी अगाडि बढ्छौँ। बढेपछि हामी कालिका मन्दिरमा प्रवेश गर्छौँ। अगाडि मान्छेहरूको भिड हेर्नुहोस्, मान्छेहरू आइरहेका छन्। दर्शन गर्नुहोस् है, दर्शन गर्नुहोस्। हामी पनि अब दर्शन गर्छौँ, भिडियो खिच्छौँ। त्यसपछि अब भिडियो त खिच्नु पऱ्यो, आएपछि अलिअलि है, अलिअलि भिडियो त खिच्नु पऱ्यो मन्दिरको मान्छेहरूको है। हेर्नु लाइन बसेको मान्छे मन्दिरको दर्शन गर्नुहोस् ल। भगवती मन्दिर बागलुङ कालिका मन्दिरको भिडियो खिचिरहेको छु मैले। दर्शन गर्नु होला, रमाइलो छ, आउनु होला एकचोटि। पोखराबाट 2.5 घन्टामा आइपुग्छ। अनि दाइले नरिवल फोड्दैछन् ल, एकचोटि 2 चोटिमा फुटाल्यो नरिवल ल। नरिवल फुटायो दाइले। त्यसपछि हेर्नु होला। अब 4 जनाको भिडियो त खिच्नु पऱ्यो होइन ल। नमस्ते नमस्ते गरेर सबैले ल, नमस्ते ल। हेर्नु टिका सिका लगाइयो, दर्शन गरियो। अब भिडियो खिच्दै मलाई चाहिँ भिडियो खिच्न र बनाउन चाहिँ मन लाग्छ। हुँदा एक ठाउँमा नानुहरू नाचेको देखेँ। त्यो देखेर मलाई भिडियो खिच्नु मन लाग्यो होइन। नानुहरू नाचिरहेको छ राम्रो तरिकाले। त्यो देखेर हामी पनि नाच्नु मन लाग्यो होइन। नाच्नु मन लाग्यो, हामी पनि भाउजू नाच्दै हुनुहुन्छ, दाइ ताली बजाउँदै, बुढी पनि ताली बजाउँदै हाँस्दैछन्। ठिक छ ठिक छ। स्कुलकोहरूको पनि आइरहेछन्। स्कुलको कहाँ ग्लोबलै कहाँ गयो, जुन ठाउँ गएका छन्। म चाहिँ यसो लुकेर भिडियो खिचेको मन्दिरको मान्छेहरूको भिडभाड हेर्नुहोस्। खिचेर चाहिँ पछि चाहिँ हामी पञ्चकोट गयो। पञ्चकोट त्यहाँ जानु होला एकचोटि, रमाइलो छ, दर्शन गर्नुहोस्। पञ्चकोट पनि हेर्नुहोस्। र मेरो यस पञ्चकोट गएपछि फोटो त खिच्नै पऱ्यो होइन, एउटा 2टा मेमोरी हुन्छ ल। हेर्नु होला फोटो, हेर्नु होला ल। मेरो यो भ्लग यहीँ सकिन्छ। लाइक, सेयर, सब्सक्राइब गर्नु होला। धन्यवाद।